नमस्ते, म मिलन। I'm back with another topic. आज चाहिँ कम्प्युटर साइन्स स्टुडेन्टहरूको लागि मैले एआई टुलको बारेमा केही भन्न चाहन्छु। एआई टुलको युज कसरी गर्ने, एआई टुलमा इनपुट कसरी दिने र एआई टुलको आउटपुटहरूलाई इफेक्टिभली कसरी युज गर्ने। अहिले एआई टुल अथवा एआई टेक्नोलोजीले धेरै अपर्च्युनिटी पनि क्रिएट गरिरहेको छ। एट द सेम टाइम त्यसको च्यालेन्ज पनि धेरै छ। हामीले एआई टुललाई इफेक्टिभली युज गर्न सक्यौँ भने यसबाट धेरै बेनिफिट लिन सक्छौँ। एआई टुलले अहिले कोडिङ गरिदिन्छ, डकुमेन्टेसन गरिदिन्छ, डिबगिङ, प्रोग्रामिङको सबै एस्पेक्टमा हेल्प गर्न सक्छ। तर यसलाई दिने इनपुट प्लस त्यसबाट आउने आउटपुटलाई राम्रोसँग इन्टरप्रेट गर्न सक्यौँ भने हाम्रो लाइफ चाहिँ इजी हुन्छ। एआई टुलले गरेर अहिले कन्सेप्ट कस्तो छ भनेदेखि मान्छेले प्रोग्रामरै नचाहिने जस्तो सोच्छन्, तर होइन। एआई टुलले लेखेको कोडहरू इन्टरप्रेट गर्नलाई अझ प्रोग्रामिङ बढी झन् चाहिने हुन्छ। प्रोग्रामिङको कन्सेप्ट, प्रोग्रामिङको नलेज, त्यसको बेसिक कन्सेप्टहरू, सफ्टवेयर इन्जिनियरिङको त्यो चाहिँ झन् इसेन्सियल छ। अबको केसमा चाहिँ एआई टुल युज गरेर प्रब्लम सल्भ गर्न सक्ने इन्जिनियरहरूको चाहिँ अथवा कम्प्युटर साइन्स पढेको स्टुडेन्टहरूको चाहिँ अझ धेरै खाँचो हुन्छ। सो अहिलेको कन्टेक्स्टमा देयर आर सो मेनी एआई टुल्स, जस्तै च्याट जिपिटी, क्लड, जेमिनाई। आफ्नो लागि जुन सुइटेबल हुन्छ त्यो चाहिँ राम्रोसँग युज गरौँ। एआई टुललाई चाहिँ आफ्नो कम्पेनियन जस्तो मानौँ, त्यसलाई इफेक्टिभली युज गरेर त्यसबाट जति फाइदा लिन सक्छ लियो। तर त्यसको लागि चाहिँ बेसिक कन्सेप्ट चाहिँ थाहा हुनुपर्छ, जस्तै प्रोग्रामिङको कन्सेप्ट, सफ्टवेयर इन्जिनियरिङको, र प्रोग्रामिङ गर्दाखेरि कसरी चाहिँ त्यसलाई प्रब्लम सल्भ गरेको छ, एआईले दिएको आउटपुटबाट के आएको छ त्यो बुझ्ने चाहिँ जरुरी छ। सो त्यसलाई इफेक्टिभली कसरी युज गर्न सक्छौँ, आफ्नो नलेज बढाउँ र एआई टुलबाट नडराउँ। आई होप यो सजेसन तपाईँहरूलाई फ्रुटफुल हुन्छ होला। थ्याङ्क यू फर लिसनिङ। स्टे ट्युन्ड।